हेलो हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी यो कर्णाली प्रदेशको राजधानी सुर्खेतको पश्चिमतिर यो बराताल गाउँपालिकामा रहेको कर्णाली प्रदेशकै उत्कृष्ट बौद्ध गुम्बामा हामी आइपुगेका छौँ। यो बौद्ध गुम्बाको निर्माण कार्य भइरहेको रहेछ। सीमित बजेट भएको कारणले चाहिँ ढिला सुस्ती भएको रहेछ। गजबको रहेछ ल, यस्तो राम्रो। को पनि परिचय दिनु परेन। मेरो नाम जगत बहादुर मर्सानी मगर हो। हजुर, म बराताल गाउँपालिका वडा नम्बर 5 बढी छु। हजुर, म यो बुद्ध ज्ञान प्रबोधन बुद्ध धार्मिक वन समूहको अध्यक्ष हो। सायद म अहिले मगर बौद्ध सेवा समाज कर्णाली प्रदेश अध्यक्ष पनि हो। अनि यो कति सालमा स्थापना गर्नुभएको? हामीले 52 सालदेखि नै संरक्षण गर्न सुरु गरेको हो। हजुर, र 57 सालमा हामीले एउटा सानो चैत्य एउटा सिमेन्टको मूर्ति बनाएर यहाँ स्थापना गऱ्यौँ। हजुर, समय अनुसार अब समयले माग गर्दै गयो। हजुर, र हामीले ठाउँ ठाउँमा देख्यौँ पनि यस्तो खालको बनाउनुपर्छ भन्ने थाहा पायौँ। हजुर, अनि भिक्षुसँग सम्पर्क गऱ्यौँ, उहाँहरूले यो आइडिया दिनुभयो। र हामी बिहार बनाउनुपर्छ, खेराबाद बौद्धहरूले यसरी बुद्धको शिक्षा प्रचार गर्नुपर्छ भनेर हजुर, बौद्ध बिहार नै बनाउनुपर्छ भनेर हामीले प्रदेश सरकारसँग डिपिआर गरेर उहाँसँग गाउँपालिका सहयोगमा उहाँको बजेट ल्याएर हामीले यो स्थापना गऱ्यौँ। बिहार बन्यो र अझै पनि बन्ने क्रम जारी नै छ, सकिएको छैन। अहिले हामी भिक्षुहरूका व्यवस्थापनको लागि किचन भान्साघर निर्माण गर्दैछौँ अहिले पछाडिबाट हेर्नु। हजुर, जसमा हामीले 54% सरअनुदानबाट र 46% अनुदानबाट गर्दैछौँ अहिले। हामीले यो काम सम्पन्न गर्नुपर्नेछ। हामी यही महिनाभित्रमै गर्नुपर्नेछ। हामी लागिरहेका छौँ। एकदम भिक्षुहरूलाई यहाँ ल्याएर बसोबास बसाल्छौँ र कठिन उत्सव गर्छौँ। त्यति बेला सबै मान्छेहरू सबै धार्मिक संस्थामा काम गर्दै यहाँ आएर धर्म सुन्ने र यो आस्थाप्रति श्रद्धावान जगाउनलाई हामी धर्म देशनाहरू सुनाउनेछौँ। यहाँ आमन्त्रण गर्नेछौँ, निमन्त्रणा गर्नेछौँ। अनि हामीले धेरै धेरै आशा गरेका छौँ यो ठाउँलाई सभ्य बनाउनको निम्ति, विश्व शान्ति कायम गर्नको लागि पनि हामीले बुद्ध शिक्षा कायम राख्नुपर्नेछ। यही उद्देश्यका साथ हामी अगाडि बढिरहेका छौँ। यो कसले दान गरेको भन्नुभयो? अमीर साक्य। अमीर साक्य होइन? काठमाडौँबाट आएर आफै लोड रनर आफै गाडीमा ल्याएर यहीँ छोडेर जानु दान गरेर। यहाँ वर्षमा कतिचोटि पूजाहरू गर्नुहुन्छ? होइन, हामी दैनिक पूजा गर्ने। यो दैनिक हुन्छ। अनि काठमाडौँबाट कठिन दान भित्रलाई राखेर हजुर 3 महिना बसोबास गराउने, हजुर, कठिन उत्सव मनाउने। त्यति बेला दानी दाताहरू धेरै ठाउँबाट आउनुहुन्छ यहाँ। हजुर, सबैसँग भेटघाट हुन्छ, दान हाल्नुहुन्छ, जानुहुन्छ। काठमाडौँबाट पनि आउँछ भन्नुभएको थियो। बस रिजर्भ गरेर आउनुहुन्छ। त्यस्तै आउनुहुन्छ दानी दाताहरू। हजुर, उहाँदेखि आउनुहुन्छ। अनि यहाँको समुदायहरूले त राम्रै साथ दिइराख्नु भएको छ। समुदायहरू पनि अब बिस्तारै कुरा बुझ्दैछ हजुर, यस्तो रहेछ भन्ने कुरा। पहिला थाहा थिएन मलाई, पछाडि क्रममा यस्तो राम्रो रहेछ होइन? सबै दाताहरू काम गर्छ। हजुर, दाताहरूले गरिदिनु भएको। ल सर, हजुरलाई पनि स्वागत। हाम्रो भरत आले सर गोर्खाबाट आइपुग्नु भएको छ। हजुर, हजुर। अनि सङ्घर्षको क्रममा हजुरलाई चुनौतीहरू के आउँछ नि? चुनौती त अब धेरै आउँछ, किनभने यो देशबाटै हिजोको इतिहास पढ्ने हो भने बुद्ध धर्मलाई नाश गरेको भन्ने बुझिन्छ। भिक्षुहरूलाई देश निकाला गरिएको राणा शासन पालामा हजुर, देश निकाला गरेर श्रीलङ्का गएर बर्मा गएर यो धर्म बचाएको देखिन्छ। अब अहिले बौद्ध प्राप्तिपछि धर्मनिरपेक्ष भएपछि सबै धर्म मान्न पाउने भावनाले उहाँहरूलाई भिक्षुलाई फिर्ता ल्याएर फेरि यो देशमा बिहारहरू निर्माण भएको इतिहास छ र धेरै खुल्ला भएको छ। अहिले हामी चाहिँ
हजुर आफ्नो स्वविवेकले मान्न पाएका छौँ तर पहिला यस्तो थिएन यो मान्न नपाउने जबरजस्ती चाहिँ हिन्दूकरण गर्ने भन्ने थियो हजुर अहिले चाहिँ त्यस्तो छैन अब हामी आफ्नो आफ्नो इच्छाले धर्म मान्न पाउने आफ्नो आस्था प्रयोग गर्न पाउने भन्ने जस हजुरले धेरै सङ्घर्ष गर्नुभयो छ धेरै त्यसैको लागि हामी तन मन धनमा लागेका छौँ गरेका छौँ अब कसै कसै अब आफ्नो तरिका लाग्यो होला कोही क्रिस्चियनमा लाग्यो होला कोही हिन्दूमा लाग्यो होला तन मन धन दिएर तर हामी चाहिँ यो बौद्ध धर्म जुन बुद्ध नेपालमा जन्मेको भएको हुनाले हामी चाहिँ तन मन धनले यही धर्मलाई नै प्रचार प्रसार गर्नुपर्छ बुद्ध शिक्षालाई अगाडि बढ्नुपर्छ धर्मभन्दा पनि अझ बुद्ध शिक्षा हजुर नैतिक शिक्षा हजुर लाई हामीले जोड दिएका छौँ जसले गर्दा हाम्रो समाज सभ्य होला विश्व शान्ति होला हाम्रो देश शान्ति होला गाउँ शान्ति होला भन्ने हामी ठानेका छौँ विश्व शान्तिको लागि तपाईँहरूले सङ्घर्ष गरिराख्नु आफ्नो आफ्नो ठाउँबाट चाहिँ मिहिनेत गरिराख्नु भएको छ हजुरलाई यो छोटो भनाइको लागि चाहिँ धेरै धेरै धन्यवाद हजुरलाई पनि